यो हो सामान्य देखिने सिक्का, तर यो एउटा सिक्काको भ्यालु रहेको छ 1.5 करोड प्लस। अचम्मको कुरा के छ भने यही कोइन तपाईले 2014 मा किन्नु भएको भए तपाईलाई सिर्फ नेपाली 100 रुपैयाँ पर्थ्यो, तर आज 2025 सम्म आइपुग्दा यसको भ्यालु 1.5 करोड भन्दा माथि रहेको छ। अझै अचम्मको कुरा के छ भने तपाईले आजै यो सिक्का 1.5 करोड दिएर किन्छु भन्नुहुन्छ भने पनि तपाईलाई नेपाल सरकारले अनुमति दिँदैन, बिकज इट इज ब्यान्ड इन नेपाल। बाइ द वे, यो हो बिटकोइन, जुन डिजिटल मार्केटको हाई भ्यालु भएको कोइन हो। यसलाई अलमोस्ट हरेक कन्ट्रीले एक्सेप्ट गरेको छ, बट नट इन नेपाल। तर किन? आउनुहोस् आजको भिडियोमा डिप रिसर्चिङ, डिप एनालाइजिङ एन्ड डिप समराइजिङ गरौँ। सन् 2008 मा सतोशी नाकामोटोको सर्वे रिपोर्टको कारण मार्केटमा एउटा युनिक डिजिटल करेन्सी भित्रिन्छ। सोही डिजिटल करेन्सी थियो बिटकोइन। बिटकोइनको प्राइस 2008 देखि 2014 सम्म त एउटा नर्मल नै थियो, तर 2014 मा युट्युबमा यो भिडियो पब्लिस हुन्छ, जहाँ उहाँले खुलेआम बताउनु भएको छ कि अब बिटकोइन गन हाई प्राइस, सो बाई इट। आफ्टर द्याट तिनले जे भन्छन् त्यही नै हुन्छ। अहिले पनि यो भिडियोको कमेन्ट हेर्ने हो भने रिग्रेट नै रिग्रेट फेला पारिन्छ, जहाँ दुनियाँले मैले किन बिटकोइन किनिन भनेर रिग्रेट गरेका छन् भने नेपालीहरू हामीले बिटकोइनै किन्न पाइएन भनेर रिग्रेट गरेका छन्। सो त्यो किन त? ओके, अब कुरा गरौँ वाइ इट इज ब्यान्ड इन नेपाल। नेपालको केन्द्रीय ब्याङ्क नेपाल राष्ट्र ब्याङ्कले विभिन्न सूचनाहरू प्रकाशित गर्दै क्रिप्टो करेन्सीको सम्पूर्ण कारोबारलाई गैरकानुनी घोषणा गरेको छ। यो निर्णयको मुख्य आधार हो विद्यमान कानुनी व्यवस्था। पहिलो र प्रमुख कारण मुद्राको एकाधिकार। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 को दफा 52(1) अनुसार नेपालभित्र मुद्रा निष्कासन गर्ने अथोरिटी केवल नेपाल राष्ट्र ब्याङ्कलाई मात्र रहेको छ। बिटकोइनमा अरू कुनै क्रिप्टो करेन्सीहरूले राष्ट्र ब्याङ्कको इजाजत र सुरक्षण प्राप्त गरेका छैनन्, त्यसैले तिनीहरूलाई नेपालमा कानुनी मुद्रा मान्न सकिँदैन। दोस्रो आधार हो विदेशी विनिमय नियन्त्रण। नेपाल जस्तो सीमित अर्थतन्त्र भएको देशका लागि बिटकोइनले ठुलो पुँजी पलायनको जोखिम निम्त्याउँछ। नेपालको कानुनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउँछ। यदि नेपाली नागरिकले बिटकोइन वा क्रिप्टो करेन्सी खरिद गर्छन् भने त्यो रकम देश बाहिर जान्छ र देशको विदेशी विनिमय सञ्चितमा नकारात्मक असर पर्छ। यसलाई रोक्न विदेशी विनिमय ऐन 2019 को प्रयोग गरिएको छ, तर जोखिम यतिमा मात्र सीमित छैन। जोखिम 1, वित्तीय अस्थिरता र सट्टेबाजी। क्रिप्टो करेन्सीको मूल्यमा अत्याधिक उतार चढाव हुने हुँदा यसमा लगानी गर्नुलाई सट्टेबाजी सरह मानिएको छ। यसमा गरिएको लगानीको कुनै सरकारी प्रत्याभूति नहुने भएकाले सर्वसाधारणको सम्पूर्ण धन डुब्ने सम्भावना रहन्छ। जोखिम 2, सम्पत्ति शुद्धिकरण र आतंकवादमा वित्तीय लगानी। बिटकोइनको विकेन्द्रीकृत र बेनामी प्रकृतिले कालो धनलाई सजिलै वैध बनाउन वा अवैधानिक तरिकाले रकम ओसार प्रसार गर्न सघाउ पुर्याउन सक्छ। यसले देशको वित्तीय प्रणालीमा ठुलो चुनौती खडा गर्छ। जोखिम 3, ग्राहक संरक्षणको अभाव। क्रिप्टो कारोबारमा कुनै केन्द्रीय नियामक निकाय नहुँदा ठगिने वा लगानी डुब्ने अवस्थामा लगानीकर्ताले कानुनी सुरक्षा पाउन सक्दैनन्। नेपालको यो निर्णय विश्वव्यापी ट्रेन्डभन्दा अलि फरक छ, तर पूर्ण एक्लो भने छैन। छिमेकी राष्ट्र चीनले पनि बिटकोइनको माइनिङ र कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको छ। चीन आफ्नो डिजिटल मुद्रा डिजिटल युआनको विकासमा लागिरहेको छ। अर्कोतर्फ भारतले क्रिप्टोमाथि कर लगाएर यसलाई डिजिटल सम्पत्तिको रूपमा स्वीकार गरेको छ। एल साल्भाडोरले त बिटकोइनलाई आधिकारिक मुद्रा मान्ने विश्वको पहिलो देश बनेको छ। नेपालले यो दुई चरम अवस्थाको बीचको बाटो समातेको छ। संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको निकाय UNCTAD र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाहरूले पनि विकासोन्मुख राष्ट्रहरूलाई क्रिप्टो करेन्सीको विस्तार रोक्न सुझाव दिएका छन्। नेपाल राष्ट्र ब्याङ्कको विश्लेषणमा नेपालको विशिष्ट आर्थिक व्यवस्था र नियन्त्रित पुँजी खाताले क्रिप्टोको खुल्ला कारोबारलाई अनुमति दिन सक्दैन। बिटकोइनले प्रतिबन्ध गरिरहन्छ। आर्थिक विश्लेषकहरूका अनुसार यो प्रतिबन्ध बिटकोइनको प्रविधि ब्लकचेनमा नभई यसलाई मुद्राको रूपमा प्रयोग गर्ने सवालमा हो। भविष्यमा नेपालले केन्द्रीय ब्याङ्क डिजिटल मुद्राको सम्भावनाबारे अध्ययन गर्न सक्छ, जसरी धेरै देशहरूले गरिरहेका छन्। यसले ब्लकचेन प्रविधिको फाइदा लिँदै केन्द्रीय नियन्त्रण र सुरक्षा कायम राख्छ। हाललाई भने नेपालको प्राथमिकता आर्थिक स्थायित्व, पुँजी नियन्त्रण र वित्तीय सुरक्षा नै हो। तसर्थ नेपालमा बिटकोइन प्रतिबन्ध हुनु कुनै मनोगत निर्णय होइन। यो हाम्रो सानो र संवेदनशील अर्थतन्त्रलाई अवैध वित्तीय गतिविधि
पुँजी पलायन र अत्याधिक वित्तीय जोखिमबाट जोगाउने एक संरक्षणवादी कदम हो। विकेन्द्रीकरणको विश्वव्यापी लहरबीच नेपालले आफ्नो आर्थिक जगलाई सुरक्षित राख्न कटिबद्ध छ। बिटकोइनको प्रविधि महत्त्वपूर्ण भए पनि यसको अनियन्त्रित मुद्राको रूप नेपालको वर्तमान आर्थिक संरचनालाई अस्वीकार्य छ। जबसम्म नेपालको नियामक संरचना क्रिप्टोकरेन्सीका जोखिमहरूलाई व्यवस्थापन गर्न पर्याप्त बलियो हुँदैन, तबसम्म यो डिजिटल क्रान्ति हाम्रो सीमाभित्र अवैध नै रहनेछ।